जय मसी सबैजनालाई स्वागत छ आजको यो भिडियोमा। तपाईहरुको 2025 कसरी बित्यो, हिजोको दिन कसरी बित्यो र आज कसरी बिताउँदै हुनुहुन्छ? सबै कुराहरु ठिकै चलिरहेको छ ल, खुसी हुनुहुन्छ ल। यो भिडियो हेर्दै गर्दाखेरि तपाईहरुलाई एउटा प्रश्न, 2025 मा परमेश्वरलाई धन्यवाद दिनुपर्ने तपाईहरुको कारण के छन् भनेर मैले यो प्रश्न गरे भने तपाईहरुको दिमागमा ठ्याक्कै यो कारणले गर्दा प्रभुलाई म धन्यवाद दिन्छु भनेर के कुरा आयो? के कुरा सोच्नु भयो? यदि सोच्नु भएन भने मलाई थाहा हुनेछ कि तपाईले 2025 को लागि कुनै पनि योजना बनाउनु भएको थिएन र 2026 लाग्दाखेरि प्रभुलाई धन्यवाद होस् भनेर फोकट्यामा तपाईले चिच्याउनु मात्र भयो, किनभने तपाईको प्रोपर प्लान थिएन भन्ने कुरा म बुझ्छु। यो कुरालाई यही छाडौं। अब यदि 2027 लाग्दै गर्दाखेरि 2026 को लागि तपाई परमेश्वरलाई यो कुरामा धन्यवाद दिन चाहनुहुन्छ, तपाई खुशी प्रकट गर्न चाहनुहुन्छ अनि प्रभुलाई धन्यवाद दिन चाहनुहुन्छ भने 2026 को लागि तपाईले प्लान बनाउन जरुरत छ। समयहरु परिवर्तन हुनको लागि सिजनहरुले बताउँछ, तर मानिस परिवर्तन हुनको लागि चाहिँ रिजनहरुले बताउँदछ। त्यसैले तपाईको त्यो रिजन के छ? जतिखेर कि तपाई 2027 लाग्दै गर्दाखेरि फर्केर 2026 लाई हेर्दाखेरि प्रभु म तपाईलाई यो कुरामा धन्यवाद दिदछु, किनभने 2026 लाग्दै गर्दा मैले यो प्लान बनाएको थिएँ, यो कारणले गर्दाखेरि म तपाईलाई धन्यवाद दिन चाहन्छु। होला तपाईले सोचेको जस्तो नहोला, तर प्रभुले तपाईलाई त्यही कुराबाट केही न केही कुराहरु सिकाउनुहुन्छ, तपाईको जीवनमा आशिष बन्नेछ। समय दिनदिनै बितेर जान्छ। 2027 मा तपाई खुसी हुन चाहनुहुन्छ, यो कुराले गर्दाखेरि म प्रभुलाई धन्यवाद दिन चाहन्छु भनेर भन्न चाहनुहुन्छ भने 2026 सुरु हुँदाखेरि नै त्यो काम तपाई सुरुवात गरिहाल्नुहोस्, जसले गर्दाखेरि 2027 मा तपाईले कन्फिडेन्स साथ भन्न सक्नुहुन्छ कि यो कुराको लागि म धन्यवादी छु। 2027 मा म आफूलाई के भएको देख्न चाहन्छु भनेर मेरो पनि एउटा प्लान छ। 2027 मा म त्यो कुरा बताउने छु र तपाई 2027 मा आफूलाई के भएको देख्न चाहनुहुन्छ अथवा के कुरा प्राप्त गरेको चाहनुहुन्छ। भजन संग्रहमा यसरी भन्छ, हे मेरो परमेश्वर मलाई मेरो आयु गन्न सिकाउनुहोस्। तपाईको आयु गन्नको लागि तपाईसँग प्रोपर प्लान चाहिन्छ। त्यसैले प्लानिङ बनाउनुहोस्, आजदेखि नै सुरुवात गर्नुहोस्। तपाईलाई शुभकामना छ। धन्यवाद। जय मसीह। परमेश्वरले तपाईको जीवनमा प्रशस्त मात्रामा आशिष दिनुभएको होस्।